तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय समितिको उपहार वितरण कार्यक्रम रहेको थियो र हामी तपाईँलाई दिनभरि लाइभबाट ओरेन्ज खबरको फेसबुक र टिकटकबाट लाइभ मार्फत हामीले तपाईँलाई जानकारी गराएका थियौँ र दसैँ र तिहारको चाडपर्वको अवसरमा तुलसीपुर भरि छरिएर रहेका व्यवसायहरूबाट तपाईँले जसले स्मार्टफोन किन्नुभएको थियो यानि कि टचवाला फोन किन्नुभएको थियो तपाईँ सम्पूर्णलाई एउटा उपहार कुपन दिएको थियो र त्यो उपहार कुपनको नतिजा आज सार्वजनिक गरिएको छ र उपहार कुपनको नतिजा त सार्वजनिक भयो तर मैले लाइभ हेर्न पाइनँ, मैले लाइभ हेर्न छुटाएँ भन्ने जस्तो तपाईँलाई लाग्छ भने तपाईँलाई उपहार पर्यो परेन। यदि तपाईँलाई उपहार परेको छ भने तपाईँले जुन पसलबाट सामान किन्नुभएको त्यही पसलबाट तपाईँलाई उपहारको बारेमा जानकारी हुनेछ र तपाईँलाई के उपहार पर्यो त्यसको जानकारी उहाँहरूले तपाईँलाई फोन मार्फत जानकारी गराउनुहुनेछ र जसलाई उपहार परेको छैन उहाँहरूलाई फोन भने आउने छैन। 131 जनालाई उपहार परेको छ र 131 जना मध्येमा तपाईँ पनि पढ्न सफल हुनुभएको छ भने तपाईँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद र बधाई। र जसलाई उपहार परेको छैन फेरि पनि ट्राई गर्नुहोला, अर्को वर्ष तपाईँलाई पक्कै पनि तपाईँलाई उपहार पर्नेछ। आइफोन जित्न सफल चाहिँ हाम्रो बस पार्कबाट विशाल मोबाइल सेन्टरबाट मोबाइल किन्ने ग्राहकलाई आइफोन पर्न सफल भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद र बधाई। र तुलसीपुरमा रहेका विभिन्न मोबाइल पसलहरूबाट सबैलाई उपहारहरू परेको छ र केही मोबाइल व्यवसाय साथीहरूलाई उपहार परेको छैन र कसैलाई एकदमै धेरै परेको छ भने कसैलाई एकदमै थोरै परेको छ, कसैलाई एक पिस मात्रै परेको छ। यी सम्पूर्णको लाइभ मार्फत हामीले तपाईँलाई जानकारी गराइसकेका थियौँ र तपाईँहरूले मलाई पर्यो कि परेन भन्ने चाहिँ दुविधा नहुनुहोला। ओरेन्ज खबरको फेसबुकमा गएर तपाईँले लाइभलाई पुरा हेर्न सक्नुहुन्छ र हामीले टिकटकबाट पनि तपाईँलाई लाइभ मार्फत जानकारी गराइसकेका थियौँ। उपहार परेको जानकारी नपाए पनि तपाईँलाई यदि उपहार परेको छ भने तपाईँले जुन पसलबाट सामान किन्नुभएको त्यो पसलबाट तपाईँलाई पक्कै पनि भोलि फोन आउने नै छ। धन्यवाद।